यता एकजना धामीले फेरि अक्षता लडाएर सत्यानाश छ साथीहरू। ल एकचोटि हेरौँ त ल। निलै सुनेको थालमा सुनेको चम्चाले सत्य सत्य गुरुको बाचा सम्झी हिर्काइल्याउँदाखेरि अचेता पाथीले हेरिल्याउँदाखेरि जादुको ढुङ्गाबाट दिव्य दृष्टिले हेरिल्याउँदा जादुको बलबाट घुमाइ फिराइ ल्याउँदाखेरि त तिम्रो त बाला मनुवा दशा अग्र त धेरै कठिन पो देखिन्छ हे परमेश्वरी हेरी बुझी ल्याउँदा त तिम्रो त पहिला बिहे कर्म भएर पनि घरमा श्रीमान चपो भन्छ है। त्यसो हुँदाखेरि तिमीले झाँक्रीलाई जति मन पराए पनि झाँक्रीले तिमीलाई मन पराए पनि तिमीले झाँक्रीलाई पाउन त धेरै गाह्रो भन्छ। तैपनि मेरो एउटा जोखानाले थोरै सानो उपाय खोजी बुझी ल्याउँदाखेरि चाहिँ जसरी सहकारी ठगेको अभियोग लाएर रवि लामी छानेलाई जेलमा थुने त्यसरी नै साम दाम दण्डभेद गरिकन झालझेल गरिकन तिम्रो श्रीमानलाई पनि नजर बन्दमा राख्नुपर्छ। त्यस पछाडि भालेको पहिलो डाकमै तिमी नेपालबाट प्लेन चढेर कि त युरोपतिर झाँक्रीसँग भाग्नुपर्छ कि त अमेरिकातिर झाँक्रीसँग भाग्नुपर्छ। अनि मात्र एउटै उपाय झाँक्रीलाई पाउने तिम्रो सपना साकार हुन्छ है बाला मनुवा।